हजुर बुवा हजुर हजुर त अनि पहिला पहिला नि इङ्ग्लिस बोल्नुहुन्थ्यो अरे होइन अलिअलि टिचर भएको मान्छे सोसियोलोजी पढाउनु हुँदो रहेछ कि हजुरबाले नेपालमा लाइक 35 इयर्स सामाजिक पढाउनुहुन्थ्यो उहाँ टिचर हो पेन्सन पाकेर बस्नुभएको टिचर इङ्ग्लिस त अलिअलि आउँथ्यो होला हजुरबालाई अब अहिले युके आउनुभएको छ उहाँ 80 कट्नुभयो कति वर्ष एक्ज्याक्टली उहाँले अहिले भन्नुहुन्छ होइन 80 कट्नुभयो अनि चाहिँ यहाँ अब युके आएको 2-3 हप्ता भयो अलिअलि इङ्ग्लिस यताउता थपियो होला होइन ल हजुरलाई चाहिँ म सोध्छु हजुर चाहिँ इङ्ग्लिसमा सक्नुभएको जति उत्तर दिने कोसिस गर्नु है ल हजुरबा हजुरको नाम के हो अब भन्न पर्यो अङ्ग्रेजीमा भन्नु पर्यो माई नेम इज बोधराज तिमिल सिन्हा ए भेरी गुड अनि हजुर कति वर्ष हुनुभयो त नि यसो भनिदिनु न त हजुर आई एम मेरो उमेर आई एम 84 years old 84 years he is 84 years old and he is turning 85 next year he told me that मलाई भन्नु भएको थियो हैन है म इङ्ग्लिसमा मलाई थाले छु अब हजुरले इङ्ग्लिस बोलेर म बोले अनि उहाँ चाहिँ अहिले 84 मा रन भइरहनु भएको छ अनि उहाँको 84 पूजा पनि अब हुन गइरहेको छ आफ्टर 2 month अनि हजुर चाहिँ कहाँ हो त नेपाल हजुर कताबाट कता हो ठाउँ कुन के हो आई एम फ्रम पोखरा नेपाल उता दर्शकबिन्दहरूलाई भनिदिनु न उता अडियन्सहरूलाई आई एम पोखरा नेपाल पोखरा नेपाल अनि भइहाल्यो पोखरा नेपाल भन्नुभयो अनि हजुर चाहिँ अहिले कता हुनुहुन्छ त नि हजुर अहिले कहाँ हुनुहुन्छ नटिङहाम बेलायत भेरी गुड अनि कस्तो लागिरहेको त नि कस्तो लागिरहेको अङ्ग्रेजीमा कस्तो एकदमै जाने ह्यापी आई एम भेरी ह्यापी आई एम भेरी ह्यापी म आई एम भेरी ह्यापी टुडे आई एम भेरी ह्यापी हैन आई एम भेरी ह्यापी टुडे अरु केही थप्न मन छ अङ्ग्रेजीमा आफूलाई आएको कुरा के भन्दा अङ्ग्रेजीमा के भन्दा रहेछ यहाँ युज हुने शब्द के रहेछ के हजुरले नोटिस गर्नुभयो यहाँ चाहिँ के धेरै भन्दा रहेछन् अङ्ग्रेजीमा के यहाँका गोरेहरूले यहाँ बस्नेहरूले के धेरै भन्दा रहेछन् केही नोटिस गर्नुभयो प्लिज धेरै भन्छन् थ्याङ्क यू पनि भन्छन् के गर्ने थ्याङ्क यू भन्छ नानी के भन्नु पर्दा क्यान आई ह्याभ दिस प्लिज क्यान आई ह्याभ द्याट प्लिज के कृपया भन्ने के अब प्लिज भने कृपया त्यो चाहिँ प्लिज र थ्याङ्क यू चाहिँ मस्ट युज्ड वर्ड होला कि यहाँ धेरै युज हुने के मलाई त्यस्तो लाग्छ अब हजुरले खै त्यो विचार गर्नुभयो कि भन होइन अब गर्नुहुन्छ हजुरले विचार मैले भने मान्छेहरूले त्यस्तो धेरै भन्छ थ्याङ्क यू होइन धन्यवाद भन्ने केही कुरा गरेपछि धन्यवाद भन्ने